नमस्कार। नेपाल टेलिभिजनको साप्ताहिक प्रस्तुति कार्यक्रम प्रसङ्गमा स्वागत छ। आर्थिक वर्ष 2071-72 को बजेट वक्तव्य सार्वजनिक भइसकेको छ। 6.25 खर्बको यो बजेटले देश विकासमा कस्तो महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ त, यसको कार्यान्वयनको पक्ष कस्तो छ त भन्ने विषयमा छलफल गर्नका निम्ति आज हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका नेता दीप कुमार उपाध्याय। दीप कुमारजी, स्वागत छ कार्यक्रममा। धन्यवाद। सरस्वती यो बजेटलाई विभिन्न किसिमका टीका टिप्पणीहरू आएका छन्। कसैले भन्छन् परम्परागत कर्मकाण्डी, कसैले भन्छन् यो महत्त्वाकांक्षी बजेट भयो, यसले चाहिँ जनताको अपेक्षालाई सम्बोधन गर्न सकेको छैन भन्ने किसिमका टिप्पणीहरू पनि आएका छन्। वास्तवमा यो बजेट के हो? यो परम्परागत हो या हुनुपर्ने हो, या यसले साँच्चै देशको सुनिश्चित भविष्य निर्धारण गर्ने बाटो समेत मार्ग प्रशस्त गर्ने खालको छ? अब हेर्नुहोस्, अब दृष्टिकोणको कुरा हो होइन। वास्तवमा नेपाल जस्तो देशको अब बजेट भनेको कुरो यो परम्परागत र कर्मकाण्डी हुन्छ नै। हेर्नुहोस्, त्यो कुरालाई हामीले नकार्न मिल्दैन। त्यो भनेको के भनेदेखि नि, कुनै पनि अर्थमन्त्रीले तलब र त्यसमा पनि जस्तै यसपालि 10% वृद्धि भएको छ, त्यो खुवाउनै पऱ्यो। त्यसपछि गएर भनौँ न, हामीले लिएका जति पनि ऋणहरू छन् विगतमा, त्यसका अब सामा ब्याज तिर्नै पऱ्यो। गुड गभर्नेन्सलाई त्यो इनहेरिट हुन्छ, त्यो तिर्नै पऱ्यो। अनगोइङ प्रोजेक्टहरूको पनि यस्तो हुन्छ, हामीले कसैले चाहिँ खर्च गर्न सके कसैले सकेनन्, त्यो अनुसारै फेरि बजेट प्रक्षेपण गर्नै पऱ्यो। त्यसपछि अनिखेरि अब राजस्व वृद्धिको पनि कमसेकम औसत एउटा राम्रो पक्ष के छ भन्दा, नेपालमा यत्रो अहिले राजनीतिक उथलपुथल परिवर्तनपछि पनि 19-20% को हाराहारी नि त्यो लक्ष्य चाहिँ हासिल हुँदै आएको छ। त्यो अनुसारले त्यो चाहिँ अब हासिल गर्नु पऱ्यो। र अरू पनि हाम्रो अब जति पनि मित्र राष्ट्रहरूबाट वैदेशिक अनुदान सहायता, अब ऋणहरू, सहुलियतका यी सबै कुराहरूलाई हामीले मिलाएर बजेट बनाउने हो। त एकदम स्पेस चाहिँ कम छ। हेर्नुहोस्, अब त्यो कुरा नि कुनै पनि अर्थमन्त्री यी सब कुरा म गर्दिनँ, म अब आफ्नो जनताको अपेक्षा वा मेरो दृष्टिकोण वा समयको एउटा आवश्यकताले म फड्को बाँच्छु भनेर चाहेर सक्छ र सक्दैन नि। यो चाहिँ हेर्नुहोस्, यो चाहिँ के भनेदेखि अब एउटा यथार्थ कुरा हो। र अर्को कोणबाट हेर्ने हो भने हेर्नुहोस्, हामीले जति कुरा गरे पनि, जति बजेट जति योजना कुरा गरे पनि, अहिले बल्ल सरकारले एकचोटि 2012 वर्षपछि नि हामी चाहिँ विकासशील देशमा जाने, त्यसको लागि चाहिँ कमसेकम हामीले यति चाहिँ खर्चको प्रक्षेपण गर्नुपर्छ र प्रत्येक वर्ष यति खर्च नगरिकन हुँदैन, सरकारले यति निश्चित त्यति भन्ने कुराहरू पनि एउटा चाहिँ अहिले फिलोसफिकली ल्याएको छ। यी कुराहरू चाहिँ महत्त्वपूर्ण हुन्। तर जनताले यस्ता कुरा बुझ्दैन। हेर्नुहोस्, जनताले त मूल कुरो के बुझ्छ भन्दा, आज भन्दा एउटा सामान्य नेपाली नागरिकले पनि अब मैले चाहिँ के यसबाट चाहिँ राहत वा आहत मलाई वो भन्छ, उद्योगी व्यवसायीले त्यही भन्छ, त्यो पनि साना ठुला सबैले। त यसमा चाहिँ के भनेदेखि अब सांसदहरूको आफ्नै दृष्टिकोण छ होइन, आफ्नै उनीहरूको स्वार्थ भूमिका छ, कर्मचारीको छ। भने नि दीप कुमारजी, कि कुनै बजेट वक्तव्य सार्वजनिक गरिरहँदा आम नेपालीले, त्यो देशका जनताले त्यो बजेट वक्तव्यमा म कहाँ छु भनेर खोज्दाखेरिमा पाउने बाटो हुन्छ कि हुँदैन? होइन, हुनुपर्छ। त्यसै भएर हामीले यसपालि प्रयास के गर्यौँ भन्दा, जस्तै अमेरिकामा हुन्छ नि बजेट डे भनेर एउटा निश्चित दिन, अझ त्यो जेठ महिनामै होस्, किनभनेदेखि जति छिटो बजेट पास गर्छौँ त्यति छिटो हामी भन्दैन साउन 1 गतेदेखि नै एउटा क्यालेन्डर अपरेसन बनाएर समयको अभावले, ठेक्कापट्टाको वा निर्णयको अभावले खर्च गर्न सकिएन भन्ने पनि अहिले कुराहरू छन् नि। ती सब कुराहरूको चाहिँ त्यहीँ गएर चाहिँ त्यसको चाहिँ एउटा भन्छ पटाक्षेप होस् भनेर हामीले चाहिँ प्रयास गरेका थियौँ। त्यो सम्भव भएन। अलिकति प्रधानमन्त्रीको स्वास्थ्य बजेट आए पनि त खर्च गर्न नसकेका उदाहरणहरू छन्। तर पनि अझ सजिलोको लागि हामीले चाहिँ बजेट डे नै घोषणा गरौँ भन्न खोजेका थियौँ। ऐनमै त्यो कुरा ल्याउने प्रयास अझै पनि हामीले गरेका छौँ। अर्को वर्ष त्यो हामी प्रयास गर्छौँ। त्यो चाहिँ जोसुकै अर्थमन्त्री, जोसुकै प्रधानमन्त्री सरकार भए पनि, पार्टी भए पनि, त्यो निश्चित दिनमा चाहिँ बजेट नेपालमा चाहिँ आउँछ भन्ने कुराको सुनिश्चित गर्ने एउटा कुरा त्यो थियो। र अनिखेरि बजेट अब यो समयमा पास भएपछिका चाहिँ कार्यान्वयनको चुनौती त हेर्नुहोस् सबै दिन छ। हामीले बजेटलाई अब शान्ति र संविधानसँग पनि जोड्नुपर्छ। संविधान सभाले संविधान जारी गर्न सक्यो भने दिगो शान्ति, राजनीतिक स्थिरता, आर्थिक समृद्धिको एजेन्डामा अब देश अगाडि बढ्छ भन्ने चाहिँ आशा जगाउन सकियो भने यी सबै कुराहरू हेर्नुहोस् सम्भव छ। त्यसको लागि आम सहमति चाहिन्छ। हुन त अब हामी व्यवस्थापिका संसदमा यो भन्दैन पक्ष प्रतिपक्ष हुन्छ रे होइन सरकारका। अब त्यसमा के भने उहाँहरूबाट पनि हामी जबसम्म चाहिँ रचनात्मक हिसाबबाट सहयोगहरू पाउँदैनौँ, एउटा शान्ति सुव्यवस्थाको वातावरण बन्दैन, तबसम्म चाहिँ यी सबै कुराहरू अनुमान अनुसारको चाहिँ नहुन सक्छ। त्यसले गर्दाखेरि यो संयुक्त सरकार हो, हामीले त्यो चाहिँ लिमिटेसन बुझेका छौँ। हाम्रो अहिले सरकार हो, त्यस भएको हुनाले यो बजेट बन्दाखेरिमा चाहिँ अहिले नेपाली कांग्रेसले आफ्नो अपनत्व लिन सक्दैन भन्न खोज्नु भयो। एकलौटी अपनत्व लिने अवस्था छैन नि त। जस्तै भन्दा हामीले नि हिजो अब जसरी 48 सालको अब निर्वाचन पछिका सरकारहरूले
एउटा दूरगामी आर्थिक सुधारका आर्थिक उदारीकरणका जुन एउटा अब आधारहरू तयार पार्यो नि, त्यसले गर्दाखेरि आज देशको अर्थतन्त्र पहिलेभन्दा निकै अब फुकेको चाहिँ छ। तर पनि हामी के भनेदेखि दरिद्रतम राष्ट्रका पङ्क्तिमा त सधैँभरि हामी भन्ने त्यो तल्लो पङ्क्तिमै हामी तलमाथि गरिराखेका छौँ। यो दुःखदायी अवस्थाबाट चाहिँ हामीले पार पाउनको लागि यसपालि चाहिँ के नीतिगत सुधारका कुराहरू प्रयास भएको छ। टुवर्ड राइट डिरेक्सन भन्छ नि, टुवर्ड राइट डिरेक्सन पाइला त हामीले सारेका छौँ, तर सबैको सहमति चाहियो। म यसैमा जोडिहाल्छु। बजेट वक्तव्यमै उल्लेख छ प्रत्येक वर्ष 5 देखि 6% आर्थिक वृद्धिको लक्ष्य राख्ने गरिए तापनि विगत एक दशकको वृद्धि दर औसत 4.1% मात्र रहेको छ। यसले त आर्थिक वृद्धि दर बढेको त देखिँदैन। छैन, मैले तपाईँलाई भने यो यथार्थ सत्य हो। हामी सबै पार्टीहरू पालै पालो सरकारमा पनि बसेका छौँ, बजेट पनि बनाएका छौँ, अहिलेका मेजर पार्टी छन्। त्यसले गर्दाखेरि त्यस कारण के भने देशको समस्यालाई पहिचान गर्ने कुरालाई र आर्थिक समृद्धिको बाटोमा प्रस्थान बिन्दु बनाउने कुरालाई, निजी क्षेत्रलाई विश्वासमा लिने कुरालाई सबभन्दा प्रुभन सोर्स भनेको हेर्नुहोस् ह्युमन रिसोर्स हो, भनेको हाम्रा पाखुरा हुन्, हाम्रा युवाहरूका पाखुरा हुन्। त्यो आज देशमा भविष्य नदेखेर नि एउटा 19-20 वर्षको तन्नेरी भन्छन् हाम्रो भाइ बहिनीहरूलाई बनाउनुको लागि परिवारले राष्ट्रले कति लगानी गरेको हुन्छ, त उनीहरूले देशमा भविष्य देख्दैनन्। उनीहरू चाहिँ गएर भन्छन् अब कुनै एउटा सिप बिना नै गाह्रोभन्दा गाह्रो काम गर्न चाहिँ उनीहरू चाहिँ अब एकदम अस्थिलो ठाउँमा जान तयार छन्, गइरहेका छन्, दुःख पाइरहेछन्। केही रेमिटेन्स त आएको छ, डिप्रेसन आएको छ होइन। हामी आर्थिक हिसाबबाट धराशयी हुनुबाट जोगिएका छौँ, तर त्यसपछि कहीँ न कहीँ त अब त्यसको चाहिँ अब हामीले स्टप त्यसलाई चाहिँ भन्छौँ हामीले चाहिँ अब तपाईँको भन्छौँ अब एन्ड गर्नु पऱ्यो नि त। यो परम्परा हो। त्यसको लागि हरेक वर्षको बजेटले बेरोजगारी समस्या हटाउने कुरालाई उल्लेख गरेको हुन्छ, सैद्धान्तिक रूपबाट गरेको, सैद्धान्तिक रूपमा। तर बेरोजगारी समस्या त हटेको छैन। यसको लागि चाहिँ निजी क्षेत्रलाई प्रोत्साहित गर्दा मात्रै बेरोजगारीको समस्या हट्ने हो या राज्यले रोजगारको व्यवस्था गर्न सक्ने वातावरण तयार गर्ने हो? होइन, हेर्नुहोस् अब हामीसँग प्रशस्त पर्स हुन्छ भने त होइन, प्रशस्त पर्स हुन्छ भने हामीले पलायन भइरहेको युवा शक्तिलाई मैले तपाईँलाई भने सबभन्दा भरपर्दो स्रोत भनेकै हाम्रो चाहिँ नि अब यो मानव स्रोत हो होइन, हाम्रा पाखुरा हुन्। तिनीहरूलाई हामीले यो काम गर, यो काम दिन्छु, काम दिन नसक्नेहरूलाई देशैमा बस यति भत्ता दिन्छु भन्न सकिन्थ्यो, तर आज त्यो भन्ने अवस्था छैन। हेर्नुहोस्, किनभने हाम्रो त फेरि पर्स काम गर्नेहरूलाई तलब दिन नसक्ने अवस्था छ भनेपछि नि त यस्ता कुराहरू के कमसेकम यसपालिको बजेटले चाहिँ कृषिमा है खास गरेर फोकस गरेर कृषिमा अरू पनि उद्योग व्यवसायमा लाग, त्यसको लागि चाहिँ भने हामी इन्सेन्टिभ दिन्छौँ भनेर धेरै कुराहरू, नीतिगत सुधारका कुराहरू होइन, ब्याङ्कका ब्याज दर घटाउने कुरादेखि लिएर जस्तै भन्छ नि हामीले चाहिँ अब अहिले कुनै पनि विदेशमा जाने हाम्रो चाहिँ युवाहरूले गाह्रो काम गरेपछि अनि बल्ल श्रमको मूल्य होइन, उनीहरूले चाहिँ तपाईँको भन्छ नि अब पैसाको मूल्य र अनिखेरि एउटा जुन अब डिग्निटी अफ लेबर भन्छ नि, अब त्यो चाहिँ उनीहरूले बुझेर बल्ल ओहो यति मेहनत आफ्नो देशमा गरेदेखि त यहाँ के हुन्न थियो भनेर उनीहरू त्यहाँ दुःख पाएर फर्केपछि अहिले नेपालमा जसले सुरुवात गरेका छन् राम्रो गरेका छन्, त्यसलाई सरकारले पनि अब प्राथमिकताका साथमा यसलाई चाहिँ अलिकति टेवा दिने कुराहरू चाहिँ गरेको छ। र यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि आकर्षण त बढ्दै जान्छ नि त। आफ्नो देशमा पहिले मान्छेलाई डेरी व्यवसाय गर्यो भने ओहो ल यो त गाईको भगारो स्वर पो भन्छ ल हेर भनेर मान्छेहरूले खिसी गर्थे। तर अहिले विदेशमा गएर त्योभन्दा पनि अस्ट्रेलिया त्योभन्दा पनि अब कामहरू चाहिँ भन्छ नि उनीहरूले दिनको 12 घन्टा 16 घन्टा गरेर जुन दुःख पाएको छ नि अहिले गएर आएर चाहिँ गर्न थाले। त्यसले त के भने अलिकति एउटा आशा किरण त जागेको छ नि त। त्यस कारण यी कुराहरूलाई यसपालिको बजेटले चाहिँ टुवर्ड राइट डिरेक्सन नि अब अगाडि जाने प्रयास चाहिँ गरेको छ। तर सबैको सहमति सबैको यसमा सद्भाव हेर्नुहोस् आवश्यक छ। देवकुमारजी तपाईँले बडो महत्त्वपूर्ण कुरा गर्नुभयो कि विदेशमा दुःख गरेका युवाहरू त्यहाँ दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्यो भने त्योभन्दा बढी आम्दानी हुनसक्छ, त्योभन्दा बढी सुरक्षा हुनसक्छ, आफ्नै घर परिवारमा बस्न सकिन्छ, उनीहरूसँग दुःख सुख जिउन सकिन्छ भन्ने जुन प्रभावका साथ फर्केका छन् र काम गर्न सकेका छन् त्यो ठिक छ। त्यो उनीहरूको एक्सपिरियन्सले अनुभवले फर्केका हुन् या राज्यले उनीहरूलाई इन्फ्लुएन्स गरेर मोटिभेट गरेर फर्केको हो? अहिले हेर्नुहोस् आफ्नै एउटा उनीहरूमा जस्तै मान्छे त एउटा भन्छ न मानिस त एउटा विशिष्ट सुचेतनाको प्राणी हो होइन, त्यो चेतनाको प्रस्फुटन हुन्छ नि त। त्यो राज्यले गर्यो कि होइन आफैमा आत्मबोध अहिलेसम्म त राज्यले के गर्यो त? यसपालिको बजेटबाट राज्यले कमसेकम नि जस्तै भने कृषिमा सबभन्दा ठुलो हाम्रो क्षेत्र भनेको कृषि नै हो। हेर्नुहोस् कृषिमा 6% ब्याजमा ऋण दिने ग्यारेन्टी गरिदिएको छ। त्यसमा पनि राम्रो गर्ने किसानहरूलाई जसले सामूहिक रूपबाट सहकारीको माध्यमबाट गर्नेहरूलाई 75% अनुदान दिने भनेर भनेको छ। 1 अरब रुपियाँ छुट्याएको छ, नपुगेको त्यो पनि थप्न सकिएला अघि। तर त्यसलाई उपयोग गर्ने बारेमा कार्यान्वयन गर्ने बारेमा सदुपयोग गर्ने बारेमा चाहिँ सबैको सहयोग चाहियो मैले भन्न खोजेको चाहिँ नि। जस्तै हुन्छ नि हामीले कृषिका फसलका चाहिँ बिमाका कुराहरू आएका छन्, पशु बिमाका कुराहरू आएका छन्।
एकचोटि हिजोसम्म चाहिँ हिजो पनि थियो प्रस्तावित तर उपयोग हुन सकेन, त्यसको प्रचार प्रसार हुन सकेन या विश्वास त्यसले आर्जन गर्न सकेन। जस्तै कृषिमा भन्छ नि अब मलमा नै अब यसपालि चाहिँ पर्याप्त अनुदान अझ बढाइदिएको छ। अब मलको अभाव हुँदैन। हिजोसम्म मान्छेले भन्थे नि मल नै छैन, बिउ नै छैन, के को कृषि भन्थे। अब त्यो अवस्था हुँदैन भन्ने कुराको चाहिँ ग्यारेन्टी गर्न खोजेको छ। अहिले यस्तो भन्दैन, अब तपाईँको एउटा साधारण कुरा गरौँ, नेपाल त प्रकृतिको यति सुन्दर र यति तपाईँको धनी देश छ। यार्सा गुम्बाको बारेमा हामीलाई थाहा नै थिएन केही वर्ष अगाडिसम्म, त्यसै के हुन्थ्यो थाहा थिएन। अहिले कमसेकम 25-30 लाख रुपियाँ न्यूनतम 1 किलोको बिक्छ भन्ने कुरा बल्ल नेपाली जनताले नि त्यहाँका मान्छेले थाहा पाए। त्यसैले पनि जीवनशैली हाम्रो चाहिँ माथि जान थाल्यो भन्यो। त्यसलाई हामीले व्यवस्थित गर्नु पर्यो। त्यस्तै किसिमका अरू पनि दुर्लभ जडीबुटीहरू छन्। हिमालमा दुर्लभ जडीबुटीहरू छन्, त्यसका आफ्नै किसिमका तपाईँको भन्नु न आफ्ना चाहिँ भन्नु न परिवेशहरू छन्। यी सब कुरा हामीले पहिचान गरेर जहाँ जे हुनसक्छ, जस्तै अहिले हेर्नुहोस् लज्जास्पद छ नि त कृषिमा हामीले भन्नु न अब चामल नै अब 35 अरबको इम्पोर्ट गर्नुपर्ने, मासुजन्य पदार्थ चाहिँ हामीले भन्दैन अब 25 अरबको इम्पोर्ट गर्नुपर्ने कुरा छ। त्यो त हामीले चाह्यौँ भने त गर्न सक्छौँ नि। हो त्यो गर्नुपर्दछ। अब गरौँ ल गर्नुहोस् भनेर सरकारले एउटा वातावरण बनाइदिने, एउटा नीति कार्यक्रम ल्याइदिने हो। त प्रश्न के हो भने बजेट वक्तव्य आफैमा राम्रो होला नराम्रो होला त्यो छुट्टै कुरा छ। बजेट वक्तव्यले उल्लेखित गरेका कुराहरूको इम्प्लिमेन्टेसनमा जब जान्छौँ हामी, तपाईँले भन्नुभयो कृषिमा 6% को ऋण दिने, 4% अनुदान दिने सरकारले भनेको छ। अब वाणिज्य ब्याङ्कहरूलाई तरलता प्रशस्त छ होइन, राष्ट्र ब्याङ्कले कडाइसँग नियमन गर्नु पर्यो, नदिनेलाई सजाय गर्नु पर्यो। तर प्रश्न समस्या के देखिन्छ भने त्यो कृषक जसले साँच्चै कृषि व्यवसाय गरिरहेछ, कृषिमा निर्भर छ, त्यो कृषककोमा नपुगेर कृषकको नाममा विभिन्न व्यक्तिहरूले एलिट्स ग्रुपले नै, सोर्स फोर्स भएका ग्रुपले नै, राजनीतिक झन्डाको ओतमा बस्नेहरूले नै त्यो चाहिँ नि लिन्छन् र चाहिँ कृषिमा काम गर्ने खास किसानले त्यो पाउँदैनन् भन्ने पनि त छ नि। त्यो त छ। अनि हेर्नुहोस् म त अब अलिकति ग्रामीण स्तरमा पनि बराबर भन्दैन, अब आउने जाने भिज्ने नै गरेको चाहिँ अब किसानबाटै अब आएको मान्छे हो है। अहिले पनि तपाईँले भनेको कुरो ठिक हो। ब्याङ्कमा जाँदाखेरि समयमा उसले नि भन्न साथ ऋण नपाएर अनि बाध्य भएर हप्ताको चाहिँ 1% भनेको मतलब अब महिनाको 48 पर्यो होइन, यो दिनको 1% करिब 48%मा उसले चाहिँ ऋण लिन बाध्य हुन्छ महिनाको किसानले। अब त्यो चाहिँ लाल पूर्जा राख्नु पर्दैन कि प्रोसेस गर्नु पर्दैन, विश्वासमा दिन्छन्। अब पछि फसल हुन छ त उसले दिन्छ। त यस्ता कुराहरूलाई चाहिँ के भने यस्ता कुराहरूलाई हामीले सरलीकृत गरेर नि, जस्तै ग्रामीण विकास ब्याङ्कहरूलाई मर्ज गर्ने भनेको छ, कृषि विकास ब्याङ्क छ, साना हाम्रो कृषि साना यो किसानहरूको ब्याङ्क छ, कहाँबाट कसरी बस सेक्टर छुट्याइदिउँ, कुन कुन जिल्लामा कुन कुन क्षेत्रमा कसले गर्ने भएर भनौँ। कुनै पनि किसानले उसले भनौँ स्ट्यान्डिङ क्रपको एगेन्स्टमा अब पनि उसले ऋण पाउने भन्ने कुरा पनि उल्लेख छ। तर तपाईँले भनेको कुरो ठिक हो, त्यो कार्यान्वयन हुँदैन नि त। फेरि हामीले सैद्धान्तिक रूपबाट भनेर त हुँदैन। आजसम्मको हाम्रो चाहिँ उदाहरण के देख्यो परिणाम भनेदेखि भनेर त नहुने रहेछ, बजेट छुट्याएर काम नहुने रहेछ, सैद्धान्तिक रूपबाट बजेट वक्तव्यमा कुरा ल्याइदिएर कार्यान्वयन नहुने रहेछ भन्ने कुरो देखियो हो। यसलाई अब कार्यान्वयन गर्नको लागि चाहिँ सबैको सहयोग चाहियो एउटा कुरा। दोस्रो कुरो अवेरनेस चाहियो। सबभन्दा बढी सञ्चार माध्यमको चाहिँ यसमा भूमिका छ। किनभने त्यो किसानले बुझ्नु पऱ्यो नि त, मेरो लागि यो चाहिँ नि यो चाहिँ नीति आएछ, यो चाहिँ कार्यक्रम आएछ, त्यसको चाहिँ म अधिकारी हुँ भनेर उसले चाहिँ भन्छ दावाका साथमा गएर आफ्नो क्लेम गर्न सक्ने, भन्न सक्ने, त्यो उपभोग गर्न सक्ने त्यो एउटा वातावरण अवेरनेसको पनि चाहियो, क्याम्पेन चाहियो। हेर्नुहोस् अवेरनेस क्याम्पेनिङ सञ्चार माध्यमले मात्र गरेर सम्भव छ होइन। त्यसपछि मान्छेले पहिलो कुरो त अब चेतनामा अब उसले त्यो जब कुरो जान्छ तब नि त्यहाँ त्यो प्रवेश गर्छ, थाहा नै पाउँदैन त। ग्रामीण किसानले अझै पनि साउकै जान्छ। हेर्नुहोस् अझै पनि साउका किन उसले साउ चिनेछ होइन, त्यहाँ केही झमेला छैन, विश्वासमै पुग्यो हो। त्यस्तै किसानकोमा पुग्ने वातावरण बनाउनको लागि राज्यको दायित्व के हुन्छ? एकदम त्यो त्यसमा हामी जानुपर्दछ गहिरिएर। यसमा भन्नु सम्बन्धित एजेन्सीहरूलाई हामीले नि क्याटेगोरिकल्ली कुनै पनि किसानले होइन एउटा आफूले चाहिँ भनेको यति समयभित्र यतिसम्मको यस्तो ऋण चाहिँ पाएन भने त्यस्ता किसिमका त्यो अब ढिलासुस्ती गर्ने, लापरवाही गर्ने कर्मचारीहरूलाई सम्बन्धित अब निकायले पनि अब भन्नु एजेन्सीलाई के दण्ड सजाय गर्ने त्यो त हुनु पऱ्यो नि त। त्यो भयो भने यस्ता कुराहरूमा सुधार आउँछ। होइन भनेदेखि फेरि यस्तै भन्नु अब किसान अब आज जरुरी छ, आज गयो पाउँदैन, भोलि गयो पाउँदैन, पर्सि गयो पाउँदैन, अनि फेरि त्यही साउका जान्छ। यो किसिमको व्यावहारिक कठिनाइहरूलाई चाहिँ हामीले तोड्नुपर्छ। यसमा सबै पार्टीहरूको यसमा नि भन्नु अब सदासहायता सहमति चाहिन्छ। जस्तो मैले अघि तपाईँलाई भनिसकेँ, एउटा भन्छु हामी सबैजनाले देख्यौँ नि त राष्ट्रको समस्या। हामी जति गफ गरे पनि, जति फुर्ती गरे पनि होइन, हामी चाहिँ तपाईँ दरिद्रतम राष्ट्रका पङ्क्तिमा तल्लो पङ्क्तिबाट पहिलो दोस्रो तेस्रो पाँचौँमै हामी चाहिँ तलमाथि गर्दैछौँ। यसबाट फड्को मार्ने हो भनेदेखि त संविधान जारी हुनु पऱ्यो है, शान्ति हुनु पऱ्यो,
लगानीको वातावरण बन्नु पर्यो। नत्र भने हामी जति कुरा गरे पनि त अहिले नेपालका ब्याङ्कहरूमा तरलता प्रशस्त छ होइन, उनीहरू चाहिँ लगानी गर्ने कहाँ भन्छन्। अब त उनीहरूमा पनि विश्वास त चाहियो नि त। यहाँ लगानी गरेपछि मेरो प्रतिफल आउँछ, परिणाम आउँछ भनेर विश्वास यहाँ जागेपछि बल्ल अनि विदेशी पनि आउँछ। विश्वासको वातावरण त त्यो सरकारले बनाउने हो होइन। हेर्नु सरकारले त हो, सरकारले एउटा मुख्य स्टेक होल्डर सरकार हो। एकदम निजी क्षेत्रलाई उत्साहित गरिदिने, प्रोत्साहित गरिदिने, प्रोत्साहन दिने, मोटिभेसन दिने गर्ने काम सरकार हो। मैले सिधा जान्न खोजेको देवकुमारजी कि यो अहिलेको बजेटले किसानहरूलाई जुन व्यवस्था गरेको छ, सम्बोधन गरेको छ, त्यो सम्बोधन गरे अनुरूप सरकारले त्यो वातावरण बनाउँछ कि बनाउँदैन? तपाईँको पहल के हुन्छ यसमा? हेर्नुहोस्, अब सरकारले छिटो भन्दैन, अब सम्बन्धित जुन तपाईँले भन्नु एजेन्सीहरूले आफ्नो राष्ट्र ब्याङ्कले होइन एउटा निर्देशन जारी गर्नु पर्यो सबै ब्याङ्कहरूलाई, तिमीहरूले न्यूनतम यति प्रतिशत चाहिँ कृषिमा लगानी गरेनौ भने अब उनीहरूलाई चाहिँ पेनाल्टी गर्ने केही गर्ने, अब त्यसपछि त्यो अनुगमनको उनीहरूले कार्यक्रम गर्नु पर्यो। सम्बन्धित एजेन्सीहरूले यसमा चाहिँ भन्नु तर्फ गरे हेर्नु पर्यो। र हामी राजनीतिक पार्टीहरूले समाजमा अलिकति चेतना भएका चाहिँ सम्पूर्ण नेपाली नागरिकहरूले पनि नि यसलाई चाहिँ एउटा राष्ट्रिय अभियानकै रूपमा हामीले अब हेर्नुहोस् जुन किसिमको अब व्यापार घाटा छ नि त्यसलाई हामीले जबसम्म अलिकति यसलाई म्याच गर्न सक्दैनौँ तबसम्म हामी त अत्यन्त ठुलो खतरामा छौँ। हेर्नुहोस्, र यसमा म थप नयाँ कुरा जोडौँ। अहिले हेर्नुहोस्, अब विश्वमा विश्वयुद्ध किन भइरहेको छ? किनभने तेलका ठुल्ठुला अब कुवाहरूमा खानेहरूको लागि नि अब त्यो लडाइँ छ भने हामी पनि हेर्नुहोस् पानीको लागि नि नेपाल चाहिँ खाने पानीको लागि हामी साह्रै भल्नरेबल छ। हेर्नुहोस्, नेपालको पानीप्रति पनि सबैको आँखा छ। हामीले समयमै यी सब कुराहरूलाई टुङ्ग्याउन सकेनौँ भनेदेखि नि यहाँ कुनै पनि किसिमको हेर्नुहोस् हाम्रा आपसी आजसम्मका कमी कमजोरी त्रुटि गल्तीले गर्दाखेरि प्रकृतिगत सुन्दर देशलाई हामीले ठिक रूपबाट राख्न नसक्यो, अगाडि बढ्न सक्यो कुरा स्वीकार गरेर अब चाहिँ हामीले चाहिँ गल्ती नगरौँ भनेर नभन्ने हो भने फेरि थप द्वन्द्व हामीले निम्त्याउने हो भने यो साह्रै महँगो चाहिँ हुनसक्छ। त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ। बजेटसँग सँगसँगै नि एक अर्कालाई आरोप गरेर होइन अब ठिक छ अब मेरो चाहिँ ठिक हो अब तेरो चाहिँ गल्ती हो भन्दैमा छुट्टी पाइने अवस्था चाहिँ छैन। जनता त वाक्क छन् नि। यसमा सँगसँगै बजेट वक्तव्यमा अर्को कुरा पनि उल्लेख गरिएको छ, उज्यालो नेपाल समृद्ध नेपाल भन्ने कुरा। 3 वर्षभित्र लोड सेडिङ मुक्त नेपाल बनाउने जुन परिकल्पना बजेटले गरेको छ यो चाहिँ मैले केही 4-5 वर्ष अगाडि एउटा न्युज स्टोरी बनाएको थिएँ। त्यति बेला 16 घन्टासम्म लोड सेडिङ भएको अवस्था थियो र त्यो 5 वर्ष 6 वर्ष 7 वर्ष अगाडि पनि अबको 5 वर्षमा लोड सेडिङ अन्त्य हुन्छ भनेर ऊर्जा मन्त्रालयका पदाधिकारीहरूले भन्नुहुन्थ्यो, सरकारले भन्थ्यो। अहिलेसम्म स्थिति यथावत छ। यो कुरा इम्प्लिमेन्ट हुन्छ भन्ने कुरा कसरी प्रत्याभूत गर्न सकिन्छ? अब हेर्नुहोस्, यसपालि नि हामीले ऊर्जा सङ्कटको सबभन्दा हाम्रो मूल समस्या भनेको बोटलनेक भनेको चाहिँ प्रसारण लाइन, त्यो भनेको आन्तरिक देशभित्रको र अनिखेरि तपाईँको भन्छ क्रस कन्ट्री भन्छ जस्तै मित्र राष्ट्रसँगको पनि हामी भन्छौँ आदान प्रदानको चाहिँ ट्रान्समिसन लाइन नहुनु चाहिँ त्यो कुरो भन्ने कुरो यसपालि राम्रोसँग आइडेन्टिफाई भएको छ। त्यसलाई पर्याप्त बजेट पनि छुट्याइएको छ। जस्तै भन्दा अहिले पनि काठमाडौँमा पूर्व र पश्चिमबाट चाहेको जति हामी चाहिँ भन्छौँ अहिलेकै हालको उत्पादित विद्युतलाई पनि ल्याउन नसक्ने अवस्था छ। त्यसमा चाहिँ भन्छौँ अब विभिन्न किसिमको कारणले गर्दाखेरि ट्रान्समिसन लाइन बन्न सकेन। त्यसमा सेना लगाउनु पर्छ, लगाएर भए पनि त्यो त बन्नु पऱ्यो नि। हेर्नुहोस्, एउटा कुरा त्यो। अर्को मित्र राष्ट्र भारतसँग क्रस कन्ट्री ट्रान्समिसन लाइनको चाहिँ कुरा चलेको तपाईँले भनेको ठिक हो। हेर्नुहोस्, 10औं वर्षदेखि यो चाहिँ अनगोइङ प्रोजेक्ट हो। यसले कहिले पनि क्लिक हुन सकेन। अहिले बल्ल बल्ल मुजफ्फरपुरबाट ढल्केवारसम्मको चाहिँ योजना नि अब हामी अहिले चाहिँ भन्नु भारत सरकारले पनि यो कुरालाई चाहिँ महसुस गरेर अलिकति यसमा निकै उदारता साथ चाहिँ अगाडि आएको छ। हामी पनि यसमा चाहिँ अब तयार छौँ र वर्ल्ड ब्याङ्कदेखि लिएर सबै एजेन्सीहरूले पनि सहयोग गरेका छन्। यो चाहिँ सम्पन्न भयो भनेदेखि आजै पनि एज अफ टुडे हेर्नुहोस् हामीसँग अहिले बर्सातमा राति बिजुली बढी हुन्छ र खास गरेर मित्र राष्ट्र भारतको पनि उत्तर प्रदेश र बिहारमा त्यहाँको कृषकहरूले पम्प नचलाइकन खेती गर्न सक्दैनन्। त्यहाँ सबभन्दा पावर क्रन्च हुने टाइम भनेको यही टाइम कस्तो मिलेको छ हेर्नुहोस् न। हामीलाई बढी हुने होइन, बढी भएको इनर्जी हामीले ट्रान्समिसन लाइन भएको भएदेखि त मिटर चलाएर हामी कहाँ बन्द हुनुपर्छ उनीहरू कहाँ हामी खोलिदिन्थ्यौँ, उता जान्थ्यौँ र हाम्रो चाहिएको हामीले लिन्थ्यौँ, बाटर गर्थ्यौँ। कोअर्डिनेसन नभएको हुनाले त्यो ट्रान्समिसन लाइन नभएर बोटलनेक ट्रान्समिसन लाइन हो नि। ट्रान्समिसन लाइन त अब बन्दैछ, होइन बल्ल अझै समय लाग्छ। हामी 3 वर्ष भन्ने कारण के हो भन्दा ट्रान्समिसन लाइन बन्न साथै भारतमा यति ठुला प्राइभेट कम्पनी आइसके। अहिले मित्र राष्ट्र भारतमा पावर भनेको चाहिँ एउटा के छ भनेदेखि ट्रेड कमोडिटीको रूपमा छ। कुनै पनि माल वस्तुलाई भारतको एक ठाउँबाट अन्त जान लान कुनै बन्दै छैन नि, त्यस्तै पावरको त्यहाँको अवस्था छ। खालि व्हिलिङ चार्ज तिरेर ट्रान्समिसन लाइनको चार्ज तिरेर लान सक्छन् भनेपछि नेपाललाई पनि उनीहरूले नि त्यो अहिले पिटिसी भनेर एउटा सरकारी कम्पनी छ होइन, त्यो पावर ट्रेडिङ कर्पोरेसनको भूमिकालाई मात्रै भारत सरकारले सदापूर्वक हटाइदिने हो भने
एउटा भारतको चाहिँ प्राइभेट कम्पनीले नेपालको आवश्यकता पूर्ति गरिदिन सक्छ, हामीलाई घटुन्जेल उसले दिन्छ हेर्नु सहुलियतमा, त्यो भने कति होला 10-12 रुपियाँ परे पनि पर्ला नि त पर युनिटको है त। त्यसपछि गएर हामी कहाँ उसले उत्पादन गरेर फेरि उता लगेर मार्केट गर्छ। त यी कुराहरूको चाहिँ अहिले यसपालि चाहिँ सम्बोधन चाहिँ भएको छ। यो कुराले हामी 3 वर्षमा लोड सेडिङ अन्त्य हुन्छ भन्ने कुरामा सबैको सहयोग चाहियो नि त। हामीले भन्दैमा सरकारले बजेट ल्याउँदैमा निर्णय गर्दैमा त्यो हुँदैन। हेर्नुहोस् हामी यति असिलो अवस्थामा छौँ, हेर्नुहोस् यसै हामी इमान्दार हुनुपर्दछ। अहिले हेर्नु बल्ल बल्ल मान्छेले यो कुरो बुझे कि नेपालको त होइन पानी बगेको होइन डलर बगेको हो भन्न थाले। भन्नै भयो र, भन्दै त भएन नि त। अब आजसम्म हिजो के भयो बिर्सौँ, आज हेर्नुहोस् बेस्ट अफ आवर नलेज एक्सपर्टिज अब तपाईँको एक्सपिरियन्स र अहिलेको चाहिँ भन्नु विश्वमा प्रविधि छ, पुँजी छ, हाइड्रो पावर जतिको सुनिश्चित एउटा तपाईँको चाहिँ राम्रो भन्नु अब तपाईँको शक्ति त अरू छैन व्यवसायको लागि। त त्यसलाई के हामीले उपयोग गर्ने बारेमा सबैको सहमति चाहियो नि त, अनबोर्ड बसेर गर्नु पर्यो। दिप कुमारजी हामीसँग समय सकि नै लाग्यो। म तपाईँलाई बजेट समग्रमा तपाईँलाई कस्तो लाग्यो एक सेन्टेन्समा? अब हेर्नुहोस् तुलनात्मक रूपमा यसले सही दिशातर्फ कदम चालेको छ। आर्थिक समृद्धिको लागि निजी क्षेत्रलाई अगाडि ल्याएर यसले भन्नु अब हामीले चाहिँ हाम्रो व्यापार घाटा घटाउने कुरा गरेको छ। सम्पूर्ण नेपाली जनता खास गरेर भन्नु हाम्रो सीमान्तकृत वर्गहरूलाई चाहिँ सहुलियतका कुराहरू चाहिँ गरेको छ, आधार बनाएको छ। शिक्षा स्वास्थ्यलाई पनि प्राथमिकता दिएको छ। कृषिलाई हेर्नुहोस् व्यवसायलाई होइन कृषिलाई पर्यटनलाई होइन ऊर्जालाई चाहिँ एकदम विशेष प्राथमिकता दिएको छ। समग्रमा यसले सही दिशामा कदम चालेको छ, तर सबैको सहयोग चाहिँ आवश्यक छ। यहाँ एउटा सँगसँगै यहाँ यो चाहिँ नि सामाजिक सुरक्षा अन्तर्गत पारिश्रमिकको विषयमा आयकरको छुटको व्यवस्था पनि गरिएको छ, जसमा अहिले दम्पतिका लागि 2,50,000बाट 3 लाख पुर्याइएको छ। त्यस्तै किसिमले व्यक्तिगतको लागि चाहिँ 2 लाखबाट 2,50,000 पुर्याइएको छ। यो 3 लाखसम्मको छुट भनेको के हो तपाईँले कसरी भन्नुहुन्छ? होइन जस्तै अब आर्जन हुन्छ नि त, जस्तै दम्पतिको आर्जन होला श्रीमान 3 लाखसम्म चाहिँ कुनै पनि कर तिर्नु परेन। 3 लाखसम्मको आर्जनमा कर लाग्यो छुट हुने भयो। त्यसपछि भन्दा बढीको अनि त्यस स्ल्याब अनुसार हुन्छ फेरि उसको चाहिँ कतिसम्म छ 3 लाखसम्म जे होस् कर छैन, त्यो चाहिँ तपाईँको बुझाइयो। हजुर हजुर। त्यो इम्प्लिमेन्टेसन भएन भने इम्प्लिमेन्टेसन गराउनको लागि तपाईँको भूमिका होइन हेर्नुहोस् सबैजना लाग्नु पर्दछ। यो समस्या के छ भन्दा बजेटको कार्यान्वयनको पनि आफ्नो आफ्नो फेरि आफ्नो आफ्नो व्याख्या गरिदिन्छन्। भोलि गएर एजेन्सीहरूले नि आफ्नो आफ्नो किसिमको व्याख्या जस्तो भन्नु न अब हामीले इन्सेन्टिभमा अब अहिले जस्तै भन्नु न व्यापारी क्षेत्रलाई हामी के भन्छौँ भने अहिले सबैले 2टा खाता राखेको हुन्छ है। किन यस्तो गरेको बाबु यो नगर न, किन अरू व्यक्तिलाई घुस खुवाउनु भन्दा त राज्यलाई फाइदा हुन्छ भने बजेट वक्तव्यमा उल्लेख भएको कुरालाई त चाहिँ इम्प्लिमेन्ट गर्नु पर्यो नि त। अनि त्यो त हुन्छ नि त। त्यसको लागि मैले भने नि जस्तो अलिकति के भने अब शब्दको यहाँ खेलिन्छ कि शब्दको आफ्नो आफ्नो फेरि कोणको चाहिँ व्याख्या गरेर जस्तै राजस्वले जहिले पनि के गर्छ भने अब आफ्नोमा चाहिँ अलिकति उसले अलिक कन्जर्भेटिभ हुन्छ होइन, ऊ कन्जर्भेटिभ भएर अनि यसलाई 1% त तपाईँले दिनैपर्छ भनेर चाहिँ भन्छ, कहिले के भन्छ है। अब यस्ता कुराहरू चाहिँ हुन्छ। यी कुराहरूलाई चाहिँ सम्बन्धित मन्त्रालयहरूले होइन खास गरेर सरकारले चाहिँ ध्यान दिनुपर्दछ। आफूले बोलेको कमिटमेन्ट जस्तो हुन्छ नि हामीले नि अब एक्सपोर्ट गर्नेहरूलाई हामी चाहिँ नि इन्सेन्टिभ दिने भनेका छौँ, सायद 2% नै भनेको छ यसपालि पनि। अब त्यो लिने बेला पनि झमेला हुन्छ। म भन्छु के भने पासबुक बनाइदिउ न बाबा, उसले कर तिर्ने कुरामा नगद किन दिनु पऱ्यो, पासबुक बनाइदिउ, त्यहाँ लेनदेनको कुरै भएन। जस्तै त्यो फिर्ता लिनलाई पनि झमेला छ भन्छन्। अनि व्यापारीहरूले चाहिँ दोहोरो खाता राख्छन्, किन भन्यो भनेदेखि नि इन्भोइस अन्डर इन्भोइस आउँछ। त यस्ता कुराले गर्दा यी राजस्व यति बढ्न सक्छ। यी कुराहरूलाई हामीले व्यवस्थित गऱ्यौँ भनेदेखि कर्पोरेट गभर्नेन्समा प्राइभेट सेक्टर पनि जानु पऱ्यो होइन, उनीहरूको पनि दायित्व हो। आजको अवस्थामा हामी सबैले यी कुराहरू नसोच्ने हो भने आर्थिक समृद्धिको बाटोमा लानलाई सबैले चाहिँ भन्दैन अब चाहिँ एउटा के भने सोचलाई सकारात्मक नबनाउने हो भने हेर्नुहोस् समयले प्रतीक्षा गर्दैन होइन। हजुर दिप कुमारजी आइदिनु भयो, धन्यवाद। अनि मेरो पनि धेरै धन्यवाद छ, एउटा रमाइलो कुराकानी गर्ने मौका दिनुभयो, धन्यवाद। उहाँ हुनुहुन्थ्यो दिप कुमार उपाध्याय, नेपाली कङ्ग्रेसका नेता। कार्यक्रम प्रसङ्ग आजलाई यति नै, नमस्कार।